हेलो नमस्ते वेलकम छ। आज पनि नयाँ भिडियो लिएर यहाँहरुसँग उपस्थित भइसकेको छु। हेर्दिनु होला अन्तिमसम्म भन्ने आशाका साथ आज चाहिँ म भिडियो स्टार्ट गर्न लागिरहेको छु। हामी चाहिँ कता गयो भन्दाखेरि टोपी पनि यस्तो भएछ बाङ्ग्यो। आज चाहिँ नानीको बर्थडे हो अनि त्यसपछि हामी मन्दिर आएको छौँ। अनि यहाँनेरि घर नजिकैको मन्दिरमा आएको छौँ। अनि भिडियो अन्तिमसम्म हेरेर दिनु होला। भरे पनि म भिडियो बनाउने छु, के कस्तो हुन्छ हेरेर प्रतिक्रिया पनि दिनु होला। ल यता आऊ नानी। हे या चप्पल खोलेर आऊ। चप्पल लाउनु हुँदैन। पिन्चु पनि चप्पल खोल्न। दुध त उतिबाट ल्याउनु पर्ने भयो नि त। उता डेरीबाट गाईको। यहाँ एक पाउ ल्याउनु पर्यो अनि फेरि घरमा लानु पर्यो। आज दुध ल्याइदिँदैन हैन। हामी चाहिँ यहाँ पत्रुकीको मन्दिर आएको छौँ नजिकै। अब टाढो जानु पनि हावाहुरीहरू थोडा छैन। पैसा दिनुपर्छ मन्दिरमा कि पर्दैन? कति दिन्छ? 8,000 वर्तमानको? वर्तमानको 8,000 दिएको 8,000। ए त्यस्तो हो। पूजा लाग्यो भने 500। एक दिनको पूजा लाग्यो भने 500। पुरेतहरु त यहीँको हो नि त हैन? पुरेत यहीँ पनि उनीहरुकै पनि ल्याउँछन्। ए पूजा लगाएको नि 500? 500। यहाँ पूजा लाउनु पनि आउँछ? आउँछ नि त। एउटा पूजा लाग्यो भने 500 दिन्छन् एक दिनको। तर पूजा त घरमै लाउनु भन्छ नि त है? घरमा लाउँछन्, कसैले ठाउँ नहुने लिया पनि आउँछ। ए नाकको दोस्रोले लाउँछ नि त यहाँ आएर। नाकको दोस्रोले हिजो अस्ति पनि पूजा थियो यहाँ। नाकको दोष? नाकको दोस्रोले। ओ के अरे सर्पदोष कि पो? सर्पदोष। यसको पनि गरेको मैले घरमा। कसले गरिदियो? निरौला छ नि तल। के नाम? के निरौला पो हौ? दिदी बाउ छोरा छ नि। ए कोही कुन त्यसो बाउ छोरा नि पुरै 2 दिन चण्डी पाठ पढाएर अनि नाक जनाले पढे। 2 जना। 2 जना 2 दिनमा सके। अनि पर खोलामा लगेको पन्छाउनु। कालो दालको यस्तो नाक बनाएर ए जानको। मेरो सर्पदोष। सपना सर्प देखेको गर्थे हैन? अलि देख्न छोडो। छोड त्यहाँदेखि गयो। ल आउ ल मन्दिर घुम्न आउ नानी। यताबाट घुम्नुपर्छ। आउ ल। आउ। ल हाम्रो यहाँ गुरुले गर्नुहुन्छ नि त त्यस्तो काम। ए अनि इलामदेखि आएर गरे यहाँ भित्र हैन ल। यताबाट घुमेर पहिले आउने ल। ए सरस्वती मातालाई ढोग। यहाँ नमस्ते गर भौवा सरस्वती मातालाई ढोग। यहाँ हामी पर पनि आएको हैन। जय भोलेनाथ बाबा, जय शम्भु, जय पशुपतिनाथ भोले बाबा, जय शम्भु, जय शम्भु, जय। नानी आऊ। ए यहाँ नारी यहाँ यताले यहाँ पक्र ल। ओम नमः शिवाय, 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 जय शम्भु, जय शम्भु, ओम नमः शिवाय, ओम नमः शिवाय। शिवजीलाई पहेँलो चढाउनु पर्छ। यहाँ ढोकाले नमस्ते गरल आशीर्वाद दिनुहोस्।
जय शम्भु भन ल अब यता आऊ आऊ नानी यता आऊ आऊ यहाँ ढोगा यहाँ त्यो भुरी पल्टाएर होइन यहाँ ओम गणपति बुद्धाय नमः ओम गणपति बुद्धाय नमः ओम गणपति बुद्धाय नमः दुईटा हातले नमस्ते गर ओम गणपति बुद्धाय नमः ओम गणपति बुद्धाय नमः ओम गणपति बुद्धाय नमः ओम गणपति बुद्धाय नमः आउनुहोस् यता लु ओम शिव शिव सीताराम ओम शिव शिव सीताराम ओम शिव सीताराम ओम शिव सीताराम ओम शिव शिव यहाँ घन्टी बजाउनु तिमीले त घन्टी नि नभिज्ने छौ त बाबा तिमी त घन्टी नि नभिज्ने छौ त बाबा लु आउनुहोस् हिँड्छ यता फेरि ओम नमः शिवाय 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 जय सीताराम जय सीताराम जय सीताराम नानी है नमस्ते गर जय सीताराम जय सीताराम जय सीताराम जय सीताराम नानी को बर्थडे हो भनेर थाहा भइहाल्यो ल काखमा बस्दैछ त नानी त यहाँ पूजा गर्न आउँदैछ कि काखमा बस्दैछ तिमी बस्न आएको हो यहाँ घन्टी बजाऊ आएर ए घन्टी बजाऊ ल यसरी घन्टी बजाऊ ओम जय जगदीश हरे स्वामी जय जगदीश हरे भक्त जनों को संकट छिन दूर करे ओम स्वामी जय जगदीश हरे जय श्री सीताराम अरे पे मेरो छोरी त कस्तो हो न क्यान्डल मार्ने बानी भएर त पे गर्दै बत्ती नि पो मार्नु खोज्दैछ त के भन्छ हौ बलेको त देख्नै नहुने त बलेको त देख्नै नहुने त मेरो छोरीलाई अबै त्यसो गर्नु हुँदैन नि
एउटा राख्ने ठाउँ छैन है, बाहिर डोलाउनु भन्छ के अरे। नगर नानी कृष्ण गोविंद हे नाथ नारायण वसुदेवाय राधे सीताराम। ल नमस्ते गर, आज मेरो ह्याप्पी बर्थडे हो भने सबै राम्रो गरिदिनु। प्लिज कति टिका लगाइदिनु त नानीलाई, आशीर्वाद दिनु नानी। ल आमालाई र धेरै ठुली मान्छे हुनु, धेरै पढ्नु, ज्ञानी हुनु, बोल्नु, भगवानलाई नमस्ते गर्नु, ज्ञानी हुनु। ल कोही बोलेको त हस् भन न। आयुष्मान भए पुरा चिरञ्जीवी आयु रहोस् नानी। हामीलाई पनि लगाइदिनु न। ह्याप्पी बर्थडे टु यु। ताली बजाऊ ल आमालाई, ताली। ह्याप्पी बर्थडे, जन्मदिनको धेरै धेरै शुभकामना है नानी। पिताका कामहरू भोगन, बहिनीका राम्रो होस्, छोराछोरीबाट सुविस्ता होस्, दुःख कष्ट नहोस्। हस् आइज रसी त टिका लाउनु त मामाको छोरी। धेरै पढ्नु, अलिक दिमाग फ्रेस हुनु भन्नु नि। सबैले मार्नु गुरु लक्ष्मी नारायणको प्रसादले, भगवानको प्रसाद। अब चाहिँ हामी पूजा गरेर मन्दिरदेखि चाहिँ घर जाँदैछौँ। मेरो छोरी